हेलो गाइज, ल मैले काठहरू साइज गरिसकेँ र यहाँ एउटा डियोन बेडको लागि र खुट्टाको लागि मेजरमेन्ट गरिसकेको छु र अब यसलाई खोप्न गइरहेको छु है म। र हाम्रो कलर पनि भइरहेछ एकदम यहाँ कार्नाइसको डिजाइनमा दोस्रो कलर र मेरो बसन्ती र यहाँ साइज गरेर अब म रेडी गर्न गइरहेको छु है। ओके गाइस, रेडी भइसके। खुट्टाहरू पनि एकदम अलिअलि मर्टी लाउने के ठाउँमा अलिअलि ठाउँमा मर्टी लाउँछु। गाइस, यो तरिकाको भिडियो गराइले त अन्त लगभग सक्न आँट्यो। ल यसरी खोपिएको छ है। ल गाइस, हाम्रो यसरी खोपिसकेको छ मेजरमेन्ट गरेर। अब यो कोनाको चुर निकाल्नु बाँकी छ। खुट्टाको लागि पनि रेडी भएछ है। साइडको लागि अलिकति हाम्रो यो काठ चाहिँ हल्का ड्यामेज हुनु खोज्दैछ, काम दिन्छ यति। है गाइस, आजसम्म आइपुग्दा यति भइसकेको छ। यसलाई बिट पनि चिरिसकेको छ र साइडको लागि बिट यहाँनिर मोल्डिङ बिट बनाइसकेको छु। यसको चाहिँ एकदम यस्तो हुन्छ है, एकपट्टि गोलो बनाएर मोल्डिङ बिटै यो चाहिँ सर्भिस पेपर लाएर टक्कसँगले अब दियोनमा रेडी हुनु खोज्दैछ है। ओके गाइस, अहिलेसम्म आइपुग्दा चाहिँ ल टक्क यो साइडको बिटहरू हानिसक्यो हो। अब माथिको टपको बिट हान्नु बाँकी छ है। ओके गाइस, फाइनली मेरो फिनिस भयो है। कस्तो देखेछ कमेन्ट गर्नु होला। कलर चटक्कै आइरहेछ। ल है गाइस, सब्स्क्राइब गर्नु होला। धन्यवाद।